लेसर हाल्दा ट्याक 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 ए वृक्षारोपण सरेछ खै ए खुरी यो भनाइ रहेन यहाँ पनि रहेछ यहाँ पनि ए बाँचेछ ल रविन सर परिवर्तन सङ्घले चाहिँ रोपेको बिरुवा रे यसरी फुल पनि पलाउँदै रहेछ अनि सरहरू हेर्दैछौँ है ए यहाँ पनि यसरी वृक्षारोपण पुरै सरेको रहेछ बिरुवा हुर्केको रहेछ यहाँ पनि फुल बाँचेछ यो हो यही पनि बाँचेछ प्राय यो साइडको चाहिँ बाँचेकै रहेछ यो पनि ए रविन सर तपाईले खन्नु भएको तपाईलाई धन्यवाद ल तपाईले लगाउनु भएको बिरुवा फुलहरू यसरी जीवितै रहेछ यहाँ पनि यो साइडमा पनि बाँचेछ यहाँको पनि बाँचेको रहेछ बिरुवा यहाँ पनि रहेछ अझ यो बिरुवालाई यो चाहिँ लाली गुराँस क्या हो है लाली गुराँसको बिरुवा रहेछ यसलाई बार लगाउनु पायो भने झनै राम्रो हुन्थ्यो होला यो त्यहाँ पनि त्यहाँ लाली गुराँस बाँचेछ लाली गुराँसको बिरुवा सरेको रहेछ यसलाई घेरा बार लगाएर संरक्षण गर्न पाए भने राम्रो हुने थियो फुलको बिरुवा सरेछ त्यहाँ पनि यहाँ चाहिँ बाँच्न सफल भएनछ गुराँस लाली गुराँस तिमी गुराँस लिएर आउनु मार्केट जाओस् जाओस् रविन सर ओ चिउरी बाँच्नु भएछ यसलाई बार लगाएर संरक्षण गर्न पायो भने धेरै राम्रो हुने थियो यहाँ पनि फुल बाँचेछ यसलाई बारबेरको आवश्यकता रहेछ महसुस गरियो
यहाँ पनि फुल बाँचेछ, त्यहाँ पनि फुल बाँचेछ। चिउरीको बोटो त्यहाँ चिउरेको बोट त्यहाँ। उफ, त्यो देखिने मध्य पहाडी लोकमार्ग हलेसी काठमाडौँदेखि हलेसी हुँदै दिक्तेल आउने बाटो हो। यता चाहिँ दिक्तेल जाने बाटो थियो, त्यतातिर छ। त्यहाँ छ बिरुवा सर? हो, के को बिरुवा हो? चिउरी। म यहीबाट देखाएँ। यो फुलको नाम के होला तपाईँलाई थाहा छ सर? जस फुलको नाम थाहा नभए पनि तपाईँले रोप्नु भएको छ। तपाईँहरूले रोप्नु भएको छ। जसले बिरुवा लगाउनु भयो सबैलाई धन्यवाद भन्न चाहन्छु। यो सिँढी पनि गनेर यसको नामाकरण गर्नुपर्ने थियो। अरू बिरुवाहरू छ भने देखाउँदै जाउँ है सर। यो सल्ला हो कि धुपी सल्ला? धुपी सल्ला। यहाँ चाहिँ निकै गाह्रो भएको रहेछ बिरुवालाई। फुलहरू के बाँचेछ? फुलहरू बाँच्यो। अधिकांश फुल र चिउरीको बोट अनि एक दुईवटा लाली गुराँस बाँच्न सफल भएको छ बिरुवा। ओ, चिउरी बाँचेको रहेछ, त्यहाँ घारीभित्र परेछ। तर जे होस् बाँच्न सफल भएछ। तपाईहरु घुमेर पनि फर्किसक्नुभयो? कस्तो रहेछ? ल ल ल, हस् धन्यवाद छ। हिट, ओ माय गॉड, आइपुग्यो क्या रविन सर? तुवाचु जायजौँ हो? एकलव्य। केही जानकारी छ भने जाओस् सर। ओ मिनी ग्रेट वाल, चाइनाको ग्रेट वाल भन्दा सानो मिनी ग्रेट वाल। कता जाउँ हौ सर? उता तयमा खियामातिर एकचोटि यहाँ दृश्यलाई कैद गर्नु पर्यो। उता जाउँ सर पहिला। उता त्यहाँदेखि फर्किनु, यतै जाउँ अनि त्यहाँदेखि फर्केर उताको हेर्दै जाउँ। हिट, अब हामी तयमा खिएमा हेर्न जाँदैछौँ। रविन सरको दोस्रो पल्ट हो भने मेरो चाहिँ पहिलो पटक हो। चाइनाको ग्रेट वालको झल्को दिने हलेसी तुवाचुङ नगरपालिकाकै मिनी ग्रेट वाल भनेर नामाकरण र निर्माण गरिएको यो ठाउँलाई अलिकति सास बढ्यो। साँच्चै मिनी ग्रेट वाल भन्दा नामै सुहाउने रहेछ। यति लामो छ त।
जे श्रमदान गरेर यो कुरोहरू चाहिँ फाल्ने बेला भएछ रविन सर। यहाँ फुल पनि राम्रो देखिएछ, मलाई मन पर्यो। फुलको नाम पनि थाहा भएन। हो, वृक्षारोपण यता पनि बाँचेछ, बाँच्न सफल भएछ बिरुवा। अब कति टाढा छ हौ मिनी ग्रेट वाल सर? ए यो हो। हाम्रो हिँडाइ पनि हात्ती लम्केको जस्तै छ हैन सर? हो, यो प्रवेशद्वार हो। तान बुन्ने ठाउँ यही हो। रहेछ कुले खोक्चिल्लिपा हेछा कुप्पा। टाइममा नाना तान बुन्ने थान यही हो। हो तयमा र खियामा भलाकुसारी गर्ने ठाउँ। मिनी ग्रेडवाला अझै सकिएको छैन, त्यो डाँडातिर परसम्म पारीसम्म अझै गएको रहेछ। यहाँदेखि हिमालका दृश्यहरू पनि सुन्दर र मनमोहक रूपमा देख्न सकिने रहेछ। ज्यादै रमाइलो ठाउँ जस्तो लाग्यो मलाई। सायद यो तयमा र खियामा त्यहाँ तान बुन्ने थान भएर पनि होला यी दृश्यहरू अविस्मरणीय लाग्यो। हो, यतातिर मिनी ग्रेट वाल नै हो यो त है। नाम अनुसारको यतिकै सुहाउँछ है रविन सर? त्यो लामो नै छ नि त, अझै अर्को भाग बाँकी नै। सृष्टिकर्ता पारोहाङ सुम्निमा माता। त्यहाँदेखि अलिकति अक्षर पढ्न सकिएन समय अभावको कारणले। यतिमै नै भन्न चाहे शिलालेख। त्यहाँ पनि बिरुवा बाँचेको देखियो। त श्रमदान गरेर यो कुरुवा, हाम्रो भाषामा गङ्गरम भन्छ, यसलाई चाहिँ सरसफाइ गरेर सफा बनाउनु पर्ने जस्तो देखिन्छ। हाम्रो रफ्तार अलिक जानुपर्ने हो सर। अझै यो भन्दा हाम्रो बेगलाई चाहिँ तीव्र गतिमा लगेर सकेसम्म छिटोभन्दा छिटो हाम्रो दर्शक महानुभावहरूलाई यहाँको भ्यूज दृश्यलाई देखाउँदै उहाँहरूलाई खुसी बनाउने, रम्ने रमाउने, त्यति मात्रै हो जिन्दगी। अरू के नै छ र हो मरिलानु।
हौ हैट सर त्यो देखिने भएको बिजुले क्या हो खोटाङको बिजुले हो कि नि सुम्नीमा पारवाङको जय तयामा खियामा हामी तयामा खियामाको प्रतिमामा आइपुगेका छौँ। यस्तो छ घामको प्रकाशले गर्दा अलिकति प्रष्ट देखाउन नसकिने रहेछ। यो आवरणकर्ताहरूको पनि यस्तो रहेछ विवरण। मिनी ग्रेट वाल देखिँदैछ। अझै परसम्म के छ हौ त्यो त अझै पनि हो नजाउँ क्या हो सर हामीसँग समय अभावका कारण पल्लोपट्टिको भाग देखाउनको लागि अलिकति असमर्थ रहेका छौँ। त्यसको लागि मलाई र मेरो भ्लग टिकटक मेरो युट्युब र फेसबुकलाई माया गर्नुहुने मित्रहरूप्रति यति नै देखाउन सके। बाँकी कुनै समयमा पुरा भिडियोहरू यहाँका ठाउँ दृश्यहरू देखाउने वाचा गर्दै म फेरि पनि पछाडि फर्किने जमर्को गरिरहेको छु। यहाँहरूको साथ सहयोग लाइक कमेन्ट पोस्ट रिपोस्ट सब्सक्राइब गर्न नभुल्नुहोला र तपाईको साथ सहयोग र लाइक सब्सक्राइबले यस्तै नयाँ ठाउँहरूको नयाँ ठाउँहरूको दृश्यहरूलाई देखाउनको लागि अझै मलाई हौसला मिल्नेछ भन्दै तपाईहरुको लाइभ सब्सक्राइब पोस्ट रिपोस्टको पनि अपेक्षा राख्न चाहन्छु। सबैलाई यो दृश्य यो भ्यू यो ठाउँलाई हेरिदिनु भएको मा यहाँहरुलाई सबैलाई धन्यवाद पनि दिन चाहन्छु। मिनी ग्रेट वाल यति नै राखौँ क्या हो रविन सर 20 मिनेट हुन लाग्यो त है। धेरै लामो हाम्रो दृश्यहरू भएको कारणले हलेसीटुवाचो नगरपालिकाको मिनी ग्रेट वाललाई आजको लागि यति नै देखाउने हजुरहरु सामुमा दर्शाउने वाचा गर्दै यहाँहरु सामुमा म बिदा हुन लागिरहेको छु। बिदा हुनुभन्दा तपाईको साथ सहयोग माया अपार छ अविस्मरणीय छ अमूल्य छ भन्दै यहाँहरु सामुबाट यी दृश्यहरूलाई देखाउँदै उज्यालो पर्न चाहन्छु। हस्त बाइ बाइ सी यू अगेन थ्यांक यू।